हामी गाउन लिनलाई बसेको कि लाइन त के बिना हो यस्तो गाउनको लागि। बिहान बिहान 9 नपुगेर 9:30 बजे नि यस्तो लाइन छ। अब खाने लाइन हेर्नु न लाइन। के अरे यसले मलाई के भने थाहा छ? तैँले चिनेको मान्छे होला नि भित्र अरे के? मैले चिनेको मान्छे छ। यदि तपाईँहरू गाउन लिन आउनुहुन्छ भने चाहिँ छिट्टै आउनु होला है। 9:30 बजे नै ढोका खुल्दो रहेछ गेट। ट्यु गेट चाहिँ 9:30 बजे नै खुल्दो रहेछ है। हामी त लाइनमा बस्दा यहाँ खुट्टा दुखिसक्यो। पछाडि यति छ, अगाडि त भनिदिनु पर्छ गान्धीघाटसम्म छ। त्यही माथि खान नखाइकन आएको के पनि ग्रेजुएसनको लागि गाउन लिनलाई 9:30 बजीसम्म आइसक्नु होला है। तिमीलाई यसलाई होइन खुब सिपालु भागी छ यो लाइनमा बसेर। पिके कलेजबाट पिके नै भयो। लाइनमा बस्दाखेरिको अनुभव भन्न केही? हामी ढिलो भएछौँ, तपाईँहरू सक्दो छिटो आउनु होला है। के गाउनको लागि मेरो झोला छ यहाँ, म झोला पनि देखाउँछु ल। जेन्टलमेन भन्ने मेरो पनि यस्तो थियो नि लल्दे हरायो। यो फुल वेलकम। यो फुल थियो कि हरायो मेरो अनि। कहाँ हामीले प्यारेन्ट्स पनि लगाउन मिल्छ, त्यो त थाहा भएको होला। यसले चाहिँ प्यारेन्ट्सको नाम लेखाइन अरे कि, मैले लेखाएको छु। यसले त नाम लेखाएको छैन अरे प्यारेन्ट्सको। अनि के ल्याउनु पर्छ अरे यो उसको लागि भनिदेऊ त। हामीले गाउन लिन आउँदाखेरि के ल्याउने? सुरुमा यो हाम्रो आफ्नो फर्मको डिटेल जुन तपाईँहरूले यो फर्म भर्नुभएको छ नि डिटेल, त्यो ल्याउनु पर्छ। अनि अर्को चाहिँ 4वटा पेज छ नि जुन स्टुडेन्ट डिटेलहरूमा हुन्छ, त्यो ल्याउनु पर्छ। सबै प्रिन्ट गरेर ल्याउनु पर्छ। जुन जुन फर्म भर्दाखेरि तपाईँहरूको प्रिन्ट गर्नुपर्ने थियो त्यो सबै प्रिन्ट गरेर ल्याउनु पर्छ। र घाम बेसी भएर उतापट्टिको चाहिँ के को रहेछ है लल्दै? उताको लाइन चाहिँ कुनको रहेछ? कुन फ्याकल्टीको? सबै हुन्छ तर फ्याकल्टी हुन्छ के यहाँ हेरेर अनि त्यो के भन्छ त्यसलाई? स्काफ त्यसै दिन्छ कामको। बुझ्दै छुट्टै बिहेको छुट्टै। यहाँ त लाइन त कति हो? 1 2 3 4वटा लाइन भइसकेछ है। भोक लागिसक्यो यार मलाई। भोक लागिसक्यो। खै कत्रो छ मेरो? देखा त देखा न, यो खोलेर देखाइदिनु नि। सानो छ है। सानो हो र? होइन खै म सानो हातको त ठिकै हो। यसले देखाउँदैछ है मेरो कत्रो छ भनेर। त्यत्रै हो नि? मेरो ठुलो छ क्या हो र? यो सानो छ नि हो। वाह, मेरो सानो हाइटको लागि ठिकै भएछ। म लगाएर देखाउँछु है। त्यो ठाउँमा त नि कहिले भागौँ जस्तो हुन्छ। त्यो पेज परेकै सेपबाट के हेर्दा यहाँ कति रमाइलो। आहा कति रमाइलो। आहा एकदम रमाइलो छ है साथी हो। गाउन कस्तो लगाउने भनेर तलदेखि माथि सबै एउटा छ। मलाई देखाएको त्यो त राम्रो छ। ठिक छ। यो त कति सानो है यो, हेर्न पार्टी सक्ला। साडी पनि नलाउनु पर्ने होला हौ। म चाहिँ यहाँ लगाएर चट्ट परेको छु। यो चाहिँ स्कार्फ यसरी बाँध्ने होला है पर्सी। यो त पर्सीको लागि है। सबले ट्राई गर्दै थियो, मैले पनि ट्राई गरेँ। रमाइलो छ है यहाँ चाहिँ, एकदमै रमाइलो छ। तपाईँहरू गाउन लिनलाई चाहिँ 9:30 बजीसम्म आइसक्नु है त। मेरो साथी चाहिँ दुखी भएको छ यसले।
यो भन्दा ठुलो गाउन छ सब ट्राई गर्दैछन् हौ यता 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 यहाँ चाहिँ ट्रान्सक्रिप्टको छुट्टै लाइन रहेछ यो एरिया त हामीले देखेकै थिएन है हामी यहाँ थियौँ त्यतातिर थिएनौँ नि आमामा लाइन हेर्नुहोस् त है केही पनि हौ हामी निस्केर पनि यति धेरै लाइन छ हामीले चाहिँ झोलामा हालेर हिँडिसक्यौँ आफ्नो आफ्नो गाउन तपाईँहरू आउँदाखेरि चाहिँ योतिर चाहिँ कताबाट आउँछौँ भने नि हामी यो ट्रान्सक्रिप्ट ठाउँ छ नि जहाँ गाउन भनेर लेखेको हुन्छ एकछिन यताबाट जाउँ न यताबाट होइन तलै कता निस्किँदै भेटिन्छ यो परिचय क्यान्टिनबाट चाहिँ रहेछ यहाँ बिहेको गाउन लिने ठाउँ भनेर लेखेको छ गाउन लिने ठाउँ भनेर लेखेकै रहेछ है तर सट्टै जाने यहाँ चाहिँ सोधपुछ लिएर हामी निस्क्यौँ अब खानु त परेकै भोक लाग्यो नि त हामी बिहानैदेखि आएर लानु बसेको नि त अब खाने यो चाहिँ समोसा चाट है समोसा चाट मिठो रहेछ मिठो हेलो गाइस सबैजना सन्चै हुन्छ होला यदि तपाईँहरूले भिडियो हेरिसक्नु भएको छ भने लाइक र सब्सक्राइब गरिदिन नबिर्सिनु होला र राम्रो राम्रो कमेन्ट पनि दिन नबिर्सिनु होला